मेरो नाम चाहिँ गोविन्द, घर चाहिँ बैतडी दशरथन नगरपालिका वार्ड नम्बर 5 र आज चाहिँ म हाम्रो यो बाख्रा पालन सम्बन्धी जानकारी अलिकति त जानकारी छ। अब बाख्रा पालन गर्ने विचारमा छु र मलाई अलिअलि जानकारी त छ। अब बाख्राहरू हुर्काउने घाँस के खान्छन् कस्तो खान्छन् भनेर त्यो त छ थाहा। अनि हाम्रो चाहिँ अहिले चाहिँ मसँग बाख्रा चाहिँ 5वटा छ। 5 बाख्रा चाहिँ माउने टाइम भइसक्यो। अब तीनटा बाख्राहरू चाहिँ माउने समय भइसक्यो र हाम्रो चाहिँ हामीसँग चाहिँ अहिले 10-15 दिन भयो बाख्रा स्टार्ट गरेको, बाख्रा पालन सुरु गरेको। र आज चाहिँ हामी अहिले सानो भिडियो लिएर आइसक्यौँ र यो भिडियो मार्फत अब सबैले जानकारी दिनु होला बाख्राहरूलाई के घाँस खुवाउने, दाना के खुवाउने भनेर। अहिले मलाई जानकारी छैन, 10-15 दिन भयो स्टार्ट गरेको। र हामीसँग यो बोका छ उन्नत जातको, अस्ति नै आएको। यो चाहिँ मुन्ना खालको 6 महिना जति भयो यसलाई र 6 महिना जति भयो। उन्नत खालको मुन्ना जातको भन्छ नि, त्यही बोका चाहिँ। र हाम्रो चाहिँ टिकटक अनि युट्युबमा लटैनाथ बाख्रा पालन भनेर सर्च गरेर हेरिदिनु होला। सबैलाई अनुरोध गर्छु म। र सबैले सक्दो सहयोग गर्नुहोला, सब्सक्राइब फलो गरेर लाइक कमेन्ट नि गर्नुहोला। र हामीसँग एउटा सानो बोका छ। यो बोका चाहिँ हामीसँग अहिले चाहिँ बिक्रीमा छ र यो बोका चाहिँ हामीसँग बिक्रीमा छ। यो बोकालाई चाहिँ अहिले 2 महिना भयो। अहिले 2 महिनाको छ हामीसँग बिक्रीमा। यो पनि मुन्ना जातकै हो, उन्नत जातको मुन्ना खाली नै हो। यो पनि कसैले चाहिएमा सम्पर्क गर्नु होला। यो बोका चाहिँ बिक्रीमा छ। र हाम्रो चाहिँ यो चाहिँ ठुलो बोका मैले भने अनि अहिले 6 महिना भयो, 6 महिना जति भयो। अहिले चाहिँ 6 महिनाको राम्रै खाली छ। अब उन्नत जातको हो, राम्रै होला मुन्ना खालको। र हामीसँग यो चाहिँ बाख्रा यो पनि अहिले माउ हुने टाइम 1 महिना जति, 1-1.5 महिना जति छ। यसको नि 1-1.5 महिना छ। अनि उसको चाहिँ 2 महिना जति छ माउ हुने समय। र अब यति भन्दै म बिदा हुन्छु यो भिडियोबाट। र अर्को भिडियो अब हजुरहरूले साथ सपोर्ट देखाएपछि अर्को भिडियो लिएर आउनेछु। र अहिलेको लागि बिदा हुन्छु। धन्यवाद।